छिट्टो भइसके बिहानदेखिको उठेकोदेखिको काम गरेको मिसिङ जस्तो प्रभु हामीलाई त कोटीको मान्छेहरू त मिसिनै सोच्छ कि क्या हो सानोतिनो त मसिनै जस्तो लाग्छ होला यिनीहरूलाई यस्तो काम दिन्छ एउटा काम सकेको हुँदैन अर्को काम सकेको हुँदैन अर्को काम अर्को पछि अर्को अब अहिले त माइतमा छु हो अब घर जानेछ फेरि घर जानेछ घर गएर फेरि यिनीहरू कहीँ जानेवाला छ 2-3 दिनको लागि बिहिबार त्यसको लागि आज गएर फेरि नानीको प्याकिङ गर्नु छ लुगाहरू छाट्नु छ है प्रभु यति नराम्रो थाक्छ नि जिउहरू चाहिँ यति नराम्रो दुख्छ नि के भन्नु काम गरेको त देखाउन सक्दिनँ मेरो बोलाइबाट नै सबैले थाहा पाल्नुभयो होला बिहानको कति बज्दैछ अहिले 10 बज्दैछ बिहानको 10 बजी नै थाकेर चुर बिहान 5 बजीदेखिको उठेको नानी उठेर त्यहाँबाट खेल्दा खाना बनाउँदा त्यसलाई खुवाउँदा बिहान उठेको दिनको खुवाएको पानी परिरहेको थियो तपाईँले देख्नु होला पानीहरू परिरहेको छ बिहानखेरि पानी परिरहेको थियो पानी परिरहेको छाता ओढेर भए पनि बोजूले नानीलाई चाहिँ बाहिर गएर पार्कमा लानु नानीलाई पार्कमा चाहिँ कसरी खेलाउनु छाता ओढेर चाहिँ नानीलाई के भन्नु अब यिनीहरूलाई केही भन्नु सकिँदैन उनीहरूको मर्जी अब हामीले भन्दा त केही सुन्ने होइन अन्त आधी बाटोमै झन् ठुलो पानी पऱ्यो छाता उठेर गएको थियौँ ठुलो पानी परेर फेरि फर्केर आयो एउटा हातमा छाता एउटा हातमा नानी हात थाकेर चुर एकमाथि फेरि बोजूलाई पनि ओढाउनु पर्ने छाता एउटा छाता त 3जना नानी म बोजू बोजूले छाता पक्रिदिए पनि हुन्थ्यो नि फेरि एउटा हातमा चाहिँ नानी एउटा हातले चाहिँ छाता हात थाकेर गलेर यति नराम्रो थाक्छ गर्छ दुख्छ यिनीहरूलाई दया माया भनेको त अलिकति पनि लाग्दैन यिनीहरूलाई के हुन्छ पैसा दिएको छ स्यालेरी दिएको छ बस त्यतिमै छ यिनीहरू हुन्छ भरे फेरि तपाईँहरूलाई अपडेट गरौँला है